नमस्कार। आरडी मिडिया हाउसद्वारा सञ्चालित टोलटोलको खबरको प्रस्तुति कार्यक्रम गाउँको कुरामा यहाँलाई स्वागत छ। म राजा रामडङ्गोल। गाउँको कुरामा आज पनि हामी नयाँ विषयवस्तु लिएर उपस्थित भएका छौँ। आजको कार्यक्रममा हामी गल्सी गाउँपालिकामा राम्रा अभ्यासहरू के भइराखेका छन् भन्ने विषयमा गल्सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर दुलालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौँ। यो आजको यो कार्यक्रम, यो अनौपचारिक कार्यक्रममा उपस्थित भई सम्मेलन गरिरहनुभएका गाउँपालिका श्रद्धेय अध्यक्षज्यू, जस्तै नेपाल पत्रकार महासङ्घबाट पाल्नुभएका अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी साथीहरू, मैले भने फेरि पनि यहाँलाई हार्दिक स्वागत नमस्कार। हामी गल्सी गाउँपालिकामा मैले अघि निवेदन गरेँ, म धेरै समय भएको छैन, नीति कार्यक्रम तथा बजेट बनिसकेको थियो। करिब उस आदि समय चाहिँ क्रस भइसकेपछि मैले यहाँ चाहिँ काम गर्ने अवसर प्राप्त गरेँ र यो काम गर्दाखेरि मलाई अलिकति केही यहाँका चाहिँ कुराहरू चाहिँ अलिकति राम्रा लागेका छन्। केही कुराहरू हाम्रो फिनिसिङ अझ तपाईँ हामी भएर गर्नुपर्ने छ, हाम्रा कुराहरूलाई अलि धेरै प्रचार गर्नुपर्ने छ र अन्तका कुराहरू सुन्नु पनि पर्ने छ। केही छन्। अब यो साल ठ्याक्कै कार्यक्रम कार्यान्वयनको हिसाबले भन्नुपर्दाखेरि अब देशैभरिको सबै तिनै तहको सरकारको चाहिँ पुँजीगत खर्चको स्थिति कमजोर रहेको छ। वर्तमान विश्व परिवेशले गर्दाखेरि अब निर्माण व्यवसाय चाहिँ ले गति लिन सकेका छैन, जसको कारणले गर्दाखेरि त्यो असर चाहिँ अन्तकोलाई जस्तै हामीलाई पनि परेको छ। हामीले अहिलेसम्म करिब चाहिँ 37% जम्मा कुल खर्च गर्न सकेका छौँ। त्यो पनि पुँजीगत खर्च त्योभन्दा पनि अझ कम छ। अब हामीसँग थोरै समय बाँकी छ। अब यो समयमा हुन त हाम्रो ट्रेन्ड, हाम्रो देशको यो ट्रेन्ड नै पछिल्लो समयमा अलि धेरै खर्च हुने, पहिला सन्तुलित रूपमा खर्च नहुने हाम्रो हो छ। यसमा त अलिकति जम्प त गरिहाल्छ। भए पनि हामीले गल्सी गाउँपालिका लिएको अपेक्षित वित्तीय प्रगति र भौतिक प्रगतिहरू पुरा गर्न अहिले हाम्रो काबु बाहिरको परिस्थितिले गर्दा कठिन देखिन्छ। अब यो तेलको उसमा सुधार भएन भने अब यो निर्माण व्यवसाय चाहिँ हाम्रो चाहिँ प्रयासले भन्दा पनि यो राष्ट्रिय समस्याको कारणले गर्दाखेरि अलिकति पछि परे अवस्था छ र हामीले आन्तरिक आय अहिलेसम्म हामीले प्रोजेक्सन गरेको 30% आन्तरिक आय प्राप्त गरेका छौँ। मैले अहिले भर्खरै सरहरूसँग कुरा हुँदाखेरि आजको डेटसम्म कति रहेछ त भनेर एकचोटि यसो हेरौँ भनेर चाहिँ त्यो हाम्रो फिगर हेरेर अहिले आएको थिएँ, त्यति छ। अब आन्तरिक आय त हामीलाई सङ्घले प्रदेशले पठाउने भने पठाउँछ। हाम्रो केही चाहिँ हामीले अपेक्षा गरेको स्थानीय आन्तरिक आयमा केही असर पर्न सक्ला, त्यसले हामीलाई ठुलो असर नपर्ला। तर खर्चको चाहिँ अहिले हाम्रो कम छ। यो हाम्रो मैले चाहिँ अहिले हाम्रो आर्थिक आँकडा यहाँहरूलाई चाहिँ अहिलेसम्मको अवस्था यो कुरो गरेँ। हाम्रो चाहिँ बजेट 43,26,26,555 रुपियाँ हामीले चाहिँ आय व्ययको विवरण गत गाउँ सभाबाट गएको 25 गते सम्पन्न सभाबाट यति विवरण स्वीकृत भएको रहेछ। त्यो स्वीकृत विवरणमा यति अहिलेसम्म आम्दानी भएको छ र यति खर्च भएको छ भनेर मैले अलिकति बताएँ। अब यहाँ चाहिँ कार्यक्रमगत खर्च सबैतिर जस्तो हाम्रो 5वटा विषयगत क्षेत्रमा चाहिँ स्थानीय तहहरूले खर्च गर्छन् वा कार्यक्रम गर्छन्। ती 5वटा विषयगत क्षेत्रमा पनि केही चाहिँ हाम्रा शाखाका केही कामहरू अलिकति राम्रा काम जस्तो मलाई लागेको छ। यसले चाहिँ सामाजिक विकासको क्षेत्रमा अलिकति उन्नत काम गरेको जस्तो लाग्यो मलाई। अब मैले एउटा 2 जिल्लामा यसो काम गर्दाखेरि अब सम्भवतः बागमती प्रदेशमै हामी पहिला हुन्छौँ कि जस्तो पनि लागिरहेको छ। हाम्रो यो बागमती स्थानीय शासनको लागि हामी योग्य भइसकेका छौँ। 4वटा पालिका घोषणा भइसकेका छन् र 4वटा पालिकाहरूको लागि घोषणाको लागि अनुमति प्राप्त भइसकेको छ र त्यो दिन हजुर 4वटा वडाहरू घोषणा भइसकेका छन्। 4वटा वडाहरू घोषणाको योग्य भनेर जिल्ला समन्वय समितिले हामीलाई अनुमति दिइसकेको छ। अब त्यो केही दिन अब हाम्रो वडाहरूबाट त्यो कार्यक्रम डेट तय भइसकेपछि अब यही वर्ष घोषणा गर्ने कार्यक्रम जस्तो लागेको छ। यो यहाँको चाहिँ एकदमै असल अभ्यास, सुधार्ने अभ्यास जस्तो लागेको छ र बालबालिकाको क्षेत्रमा, सामाजिक विकासका क्षेत्रमा, महिला बालबालिका, ज्येष्ठ नागरिकका क्षेत्रमा हामीले चाहिँ अलिकति राम्रो अपाङ्गता भएका क्षेत्रहरूमा गरेका रहेछौँ। यही क्रममा अपाङ्गता भएका चाहिँ मान्छेहरूको लागि अब उनीहरू स्वाभाविकै रूपले अलिकति चाहिँ उहाँहरूको शारीरिक अवस्थाको कमजोरी, त्यो सबै कुराहरूले आर्थिक चाहिँ पहुँच कम हुने, त्यो कारणले गर्दा अलिकति पहुँचमा पछाडि पर्नुभएकै हुन्छ। अब त्यो हुँदाखेरि उपचारको क्रममा, सम्मानको क्रममा उहाँहरूलाई अलिकति चाहिँ समस्या परेको हुन्छ। यदि त्यो पनि अझ चाहिँ हाम्रो यो संस्कार, हाम्रो परम्परा, हाम्रो रीतिरिवाजले गर्दाखेरि अझ दलित परिवारमा अझ त्यो धेरै हुन्छ। अपाङ्गता भएका दलित परिवारको सबै चाहिँ हामीले स्वास्थ्य बिमाको सबै पैसा गाउँपालिकाले बिहोर्ने गरी यहाँ कार्यक्रम स्वीकृत भएको छ र यो मलाई एकदमै राम्रो लाग्यो। उहाँको स्वास्थ्यको क्षेत्रमा केही योगदान पुगेको छ जस्तो लाग्छ। अब अर्को अन्य अपाङ्गताको हकमा 50% चाहिँ नि हामी अपाङ्ग भएका व्यक्तिहरूको स्वास्थ्य उपचार खर्चको बिमाको पैसा
बिमाको चाहिँ प्रिमियमको 50% गाउँपालिकाले बेहोर दिएको छ। यो चाहिँ अपाङ्गता भएका क्षेत्रका चाहिँ मान्छेहरूको लागि एकदमै चाहिँ महत्त्वपूर्ण चाहिँ असल कुरो, राम्रो कुरो जस्तो मलाई लाग्यो। उहाँको स्वास्थ्य उपचारमा एउटा योगदान भएको कुरा मैले अलिकति यहाँ नौलो पाएँ। दोस्रो कुरो, अब त्यस्तै चाहिँ अब यहाँ चाहिँ अरू केही कुराहरूमा अलिकति हामी राम्रोसँग अघि बढेका देखिन्छ। जस्तो यहाँ चाहिँ सामाजिक विकासकै क्षेत्रमा कुरा गर्दाखेरि तालिमका कुराहरूमा, सिप विकासका कुराहरूमा वैदेशिक रोजगारबाट फर्किएका चाहिँ हाम्रा युवा जनशक्तिहरू हुन् वा यहाँका युवा जनशक्तिहरू हुन् या महिलाहरू हुन्, यहाँ चाहिँ यति धेरै चाहिँ सिप विकासका कार्यक्रमहरू, यो पिछडिएको वर्गहरू आर्थिक विकासलाई चाहिँ महत्त्व दिएर सिप विकासका तालिमका कुराहरू अति धेरै र अति राम्रा तालिमका कुराहरू रहेछन्। अब अहिले पनि हामीसँग करिब 65 जनाले एप्लाई गर्नुभएको थियो। 45 जना जति बारिस्टाको तालिम सिकिरहनु भएको छ। अहिले पनि 2 सिफ्टमा, बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म 2 सिफ्टमा चाहिँ तालिम चलिरहेको छ। अहिले बिहान म त्यहीँ गएर हतार गरेर यता गएर आउँदैदेखि त्यहाँ यसो हेर्ने कुरो थियो। त्यस्तै गरी चाहिँ सिलाइ बुनाइका महिला चाहिँ दिदीबहिनीहरूले सिलाइ बुनाइका कार्यक्रम छन्। अल्पसङ्ख्यक पिछडिएर दलितहरूको लागि हामीले प्रविधि हस्तान्तरण र तालिमका कुराहरूको सूचना निकालिराखेका छौँ। त्यस्तो गर्दाखेरि यो क्षमता विकासका कुराहरूमा पनि यहाँको चाहिँ कुराहरू अलिकति बेसी महत्त्व दिएको, बेसी ध्यान दिएको जस्तो लाग्यो। यो मलाई यहाँको राम्रो लाग्यो। अब पूर्वाधारको विकासको कुराहरूमा अब हामीले अन्त चाहिँ सबै वडाहरूमा अहिले प्राविधिकहरूको व्यवस्थापन गरेका छौँ। पूर्वाधार विकासमा चाहिँ सबै वडाहरूमा उपभोक्ता समितिहरूले प्राविधिक पाउनु भन्ने चाहिँ नि हाम्रो कुरो छ र 10 लाखसम्मका योजनाहरू उपभोक्ता समितिबाट सञ्चालन गर्ने र 10 लाखभन्दा बढी योजनाहरू इलेक्ट्रोनिक बिडिङ माध्यमबाट, विद्युतीय बोलपत्रको माध्यमबाट मात्रै चाहिँ गर्ने कुराहरू यहाँ निर्णय भएको छ र त्यो कुराहरूले पनि हाम्रो ठेक्का प्रणालीलाई व्यवस्थित गर्न र यो अलिकति ठेक्का प्रणालीमा हुने जालझेल, ठुला ठेक्काको जालझेल तपाईँ अहिले हामीले सुनेका छौँ, अचम्म लागिरहेको छ यस्तो हुँदो रहेछ भन्ने होइन। अब यहाँ हाम्रा स्तरका ठेक्कामा पनि हुने चाहिँ कतिपय चाहिँ विसङ्गतिहरू थिए, त्यो कुराहरूलाई चाहिँ यहाँ रोकिएको छ। यहाँ कुनै किसिमको दबाव प्रभाव हुँदो रहेछ। र अर्को कुरो मैले यहाँ के पनि देख्ने भनेदेखि अब यहाँ बाह्य चाहिँ पनि अहिलेसम्म चाहिँ कुनै शक्ति, कुनै फोर्स म यसो, म उसो, मलाई उसो भनेर यो ठाउँमा त्यस्तो किसिमको दबाब दिने, गर्ने, आउने, यसो गर्नु पऱ्यो, त्यसो गर्नु पऱ्यो, यो चाहिँ गरिदिनु पऱ्यो, बजेट चाहिँ नभए पनि गरिदिनु पऱ्यो, भए पनि गरिदिनु पऱ्यो, हामीले गरिसक्यौँ भन्ने कुरोको अहिलेसम्म फिलिङ गर्नु परेको छैन मलाई। त्यो रहेछ यहाँ चाहिँ यहाँहरू सबैको लागि संस्कार एकदमै चाहिँ राम्रो, एकदमै असल लाग्यो र अध्यक्षज्यूहरू कार्यपालिका पनि एकदमै चाहिँ अब समन्वयात्मक हिसाबले चलिरहेको छ। कुनै किसिमको त्यस्तो देखिएको छैन। यो म आइसकेपछि अध्यक्षज्यू त अब धेरै कुरोमा उहाँ रिसाए पनि हाँसेर बोल्नुहुन्छ, हाँसे पनि हाँसेर बोल्नुहुन्छ। रिसाको अहिलेसम्म अहिले देख्न पाएको छैन मैले, होइन। बरु हामी नै कहिले चाहिँ यसो चाहिँ गर्छौँ, त्यस्तो अवस्था छ। त्यो हुनाले यहाँको संस्कार, संस्कृति सबै हेर्दा, पूर्वाधारको विकास हेर्दा, आर्थिक विकास हेर्दा, सामाजिक विकासका क्षेत्रहरू हेर्दाखेरि, सबै हेर्दाखेरि मैले अहिलेसम्मको अनुभवमा एकदमै राम्रो चाहिँ नि अनुभव प्राप्त गर्न सकेका छु। राम्रोसँग गइरहेका छ। कार्यालय व्यवस्थापनको लागि पनि हामीले चाहिँ अलिकति कर्मचारीहरूको व्यवस्थापन, कानुनले गर्दाखेरि प्रदेश चाहिँ कानुनले गर्दाखेरि कर्मचारी व्यवस्थापन सबै देशैभरिका चाहिँ स्थानीय तहलाई समस्या भएको छ। त्यस्तै समस्या हामीलाई पनि छ। हाम्रो दरबन्दी बमोजिम कर्मचारीहरू हुनुहुन्न, त्यसले गर्दाखेरि केही चाहिँ शाखा, ओल्लो शाखाबाट अर्को सेवाका साथीहरूबाट पनि अफिस चलाउनु परेको छ। त्यसले गर्दाखेरि केही कम छ। तैपनि हामीले सकेसम्म विद्युतीय चाहिँ एप्सहरू प्रयोग गरेर गरौँ भन्ने कुराहरू हाम्रो छ र हामीले चाहिँ नेपाल सरकारले चाहिँ गर्नुपर्ने सबै एप्सहरू प्रयोग गरेका छौँ। सबै कार्यकक्षमा CCTVहरू जोडिसक्यौँ। सबैको हाजिरी, इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गरिसकेका छौँ। अन्त अहिले सरकारले परिपत्र पनि गरेका छ। त्योभन्दा अगाडि नै हामीले गरिसकेका छौँ। हाजिरी, बिदा लगायतका सबै चाहिँ कामहरूमा यो सबवटा कार्यालयहरूमा चाहिँ सधैँ चाहिँ हाम्रो कुनै पनि कहिले पनि ढोका बन्द हुनु हुँदैन भनेर प्राविधिक साथीहरू वा प्रशासनका साथीहरूले ढोका खोलेर सेवा दिनुपर्छ भनेर लागेका छौँ। त्यो हुनाले सबै क्षेत्रमा अब एकदमै ठिकै छ, राम्रै छ। राम्रै गतिमा गल्सी गाउँपालिकाहरू अनुभव अगाडि बढेको अनुभूति मैले पाएको छु। यति भन्दै मेरो दुईवटा कुराहरू यहाँले राख्न अवसर दिनुभयो। हवस् त, गल्सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर दुलालसँग गरेको कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमप्रति सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन सक्नुहुन्छ। र तपाईँ हामीसँग जोडिनु भएको छैन भने हामीसँग जोडिनको लागि आजै हाम्रो यस च्यानललाई लाइक, फलो, सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला। अर्को नयाँ विषयवस्तुका साथ अर्को अङ्कमा भेटिनेछौँ। आजको लागि म राजाराम बिदा हुन्छु। नमस्ते।